साइजमा हेर्नुहोस् कुनै उयो छैन कम्प्रोमाइज। ए साइजको लागि त आमामामा कति गरौँ ओए ल जा है एकदमै राम्रो छ साइज चाहिँ साथीहरू। साथीहरू म यो ड्रागन फ्रुट बोटेमा काटेर खाँदैछु है त। यो खानुको मजा अर्कै छ। यो एकदमै राम्रो उन्नत जात भेराइटीको ड्रागन हो र यो चाहिँ सेकेन्ड लट हो हैन। सेकेन्ड लट हो एकदम राम्रो छ। म यसलाई काटेर खान्छु। अब कसरी खाने काटेर थाहा छैन। अब म यसरी नै खान्छु। काट्ने मान्छे भएन नि त मेरो, फोटो खिचिदिने मान्छे भएन र म यसलाई यसरी नै खाइदिन्छु। यसैमा काट्ने मान्छे भएन कि फोटो खिच्ने मान्छे पनि भएन अनि मैले यसरी नै खाने विचार गरेँ। अब देखाउँदा पर्यो साथीहरूलाई यस्तो राम्रो ड्रागन हैन। राम्रो छ नि त एकदम बोटेमा यसरी पनि खान सक्नुहुन्छ। के गरेर खाएको होला भन्छ। ल यहाँ साथीहरू मैले यसरी नै खान्छु। यो ड्रागन एकदम मिठो हुन्छ। बोटमा यसरी खाएको टेस्ट चाहिँ अर्को हुन्छ कि मजा आउँछ। काटिदिने मान्छे पनि भएन अनि फोटो बनाउनु पर्यो भनेर विचार गरेको थिएँ, कोही भएन। अनि भोक पनि लागेको थियो। अब साथीहरूलाई देखाउँछु पनि अनि खान्छु पनि भनेर चाहिँ मैले गरेको। अनि आफ्नो नसम्झिनु होला। बाफ्रे यो त मान्छे खराब रहेछ भन्नुहुन्छ तर त्यस्तो होइन। फोटो बनाउने क्रममा जे पनि हुन्छ। हेर्नुहोस् न के गर्नु। यो त मैले देखाएँ, नदेखाउने मान्छेहरूको झन् हालत कस्तो के छ। जति भित्र गयो त्यति मिठो के यो कुदी। कसरी खानु होला हौ यो। यो ल हेर्नु त खाले मलाई हाँस उठ्छ, तप छिरेछ हेर्नुहोस् है रस। यत्रो देखाएर यो त डेन्जर तरिकाले खायो। काटेर त खानु न, यस्तो बिजोक त कसलाई देखाएको भन्नुहुन्छ। आयो खाइसक्नु अरे मिठो। जति भित्रको त्यति मिठो कि। कस्तो मिठो, कस्तो गुलियो कि धेरै नै गुलियो। आहा यति खाइसकेँ मैले त्यत्रो। मिठो यस्तो छ। भाइ मिठो।
वाह